जाँदैछु तपाईहरुले एकदमै राम्रोसँग हेरिदिनुस् सुस्मिता र क्रिस्टिना यो डान्स चाहिँ हाम्रो ममता बहिनीले सिकाएको हो ममता बहिनीको लागि पनि ताली दिनुस् बाल सखीहरूसँग बसेर आफ्नो देखाहरू
एउटा चलन थियो पहिला। अब अहिलेको समाजमा सबै सुखी हुनुहुन्छ, कताको दुःखको कुरो गर्ने, तैपनि अहिलेको आधुनिक महत्त्व चिजमा यस प्रकारले देख्छु कि मैले चिजको बेलामा विदेशमा अथवा देशमा बसे तापनि तपाईँहरूले त्यसरी नै पहिला जस्तै आफ्नो माइतलाई माइती नभेटे पनि आफ्नो माइती सरका दाजुभाइ मानेर आफ्नो स्थानकाले जुन दाजुभाइहरूले तपाईँहरूलाई चाहिँ तपाईँहरूले उहाँहरूलाई भन्नु केही समस्या छ भने अथवा केही विकासका कुराहरू भनेको सुनाउनु, त्यसमा हामी पौराणिक मान्यतालाई कायम राख्दै हामी एक आपसमा दाजुभाइ दिदी र भाइ दाइ र बहिनीलाई सम्बन्धलाई अझ विकास गर्दै जाउँ। Dank u wel. Ik ga het bijzonder kort houden, want ik denk dat de voorzitter alles verteld heeft over dat feestraad en jullie kennen dat allemaal veel beter dan ik. Ik ben altijd blij dat ik uitgenodigd word door de Nepalese gemeenschap, omdat jullie eigenlijk een van de gemeenschappen zijn die het best geïntegreerd zijn in Sint-Truiden. En in die zin zou ik jullie allemaal nog een hele prettige, gezellige en uiteraard plezierige avond willen wensen. Ik ga maar even blijven, want er zijn nog veel activiteiten in Sint-Truiden. Maar je weet dat ik er altijd aan hou om even langs te komen. Nog een hele prettige en gezellige avond. Dank u wel.
छोड्नलाई पक्कै मुख फोड्नलाई अहिले सम्म पनि डराइ